भन्न अनुरोध गर्छु किनभने हामी ड्रामा रेडी हुन गइरहेको छ। उहाँहरूले चाहिँ तपाईँहरूलाई बुझ्न पनि सक्नुहुन्छ है, बुझ्न पनि सक्नुहुन्छ। एकदमै भाइ बहिनीहरू कृपया प्लिज तपाईँहरू एकदम अनुशासित भएर बसिदिनु होला। तपाईँहरूको पनि गिफ्ट लिनुपर्ने छ, क्रिसमसमा अहिले आज गिफ्ट लिएर आउनुहुन्छ तपाईँहरूको निम्ति। हामी यस समय अनाउन्स गर्न चाहन्छु हाम्रो ड्रामाको टिमको निम्ति जोरदार ताली। काँच कट्ने कुर्केर रवन उर्केर कसलाई दिउ यो जोवन। काँच कट्ने कुर्केर रवन उर्केर कसलाई दिउ यो जोवन। बाख्रा जति सबै अस्ति डढीको अब घाँस मात्रै काट्ने हो। अनि घाँस चाहिँ केलाई दिने भन्दाखेरि गाईलाई दिने हो। गाई त चढ्नु गएछ, गाई चढ्नु गएछ। अब घाँस एकैचोटि काट्नु हुँदैन, ड्रामाले त्यस्तो भन्दैन। सुत्ने हो, अल्छी मान्छे सुत्ने हो। अनि एकछिनपछि निन्द्रा खन्छ होइन, अनि गाई पनि टन्न हुन्छ। अनि त्यसपछि जाने हो घाँस काट्ने हो एक डोको। त्यो बुढी माउ जतिखेर नि घाँस काट भन्छ अनि के भन्छ सुत भाइ मिठो मानेर सुत। पहिला ती डाँडाहरू फेरि जाला नि अर्काको खेतमा जान्न नि है। धेरै सुत्दैछ क्या, धेरै सुत्दैछ क्या है। अब घाँस चाहिँ काट्नु पर्यो अनि खेर जानुपर्छ। अहिले त ज्वरो भयो भाइ, तातो छ त ज्वरो आयो। अहिले त ज्वरो आएको हैँसेले पनि काम गर्छ त, अब गर्छ त गर्दैन नि है। के गर्नु होला यो हैँसेलाई अब धेरै पढायो भने त म पनि डक्टर हुन्थेँ नि, यसो चेक गर्नुहुन्थ्यो। धेरै पढ्ने बेला त उयो हिँड्यो हल्लिँदै। अब यसलाई के गर्नु होला? कोही छ कि हैँसेलाई निको पार्ने? कोही छ? कोही छैन। बरु हाम्रो साधारण दाइ भएको भए सबै सिकाइदिन्थ्यो मलाई। साधारण दाइलाई त सबै आउँछ नि, सबै सिकाइदिन्थ्यो यो हैँसालाई कसरी निको पार्ने भनेर। कहाँ छन् होला बरु त्यो साधारण दाइ? साधारण दाइ ठ्याक्क फेरि भने यहाँनिर सोधेर भन्नुहुन्थ्यो साधारण दाइ यसलाई के गर्ने भनेर सोध्नुहुन्थ्यो। आँटेको पुग्छ भनेको यही हो। साधारण दाइ, साधारण दाइ नमस्ते। मेरो साधारण दाइ हो नि। साधारण दाइ म अघिदेखि हिँड्दैछु, किन हाँस्दा त हाँस्दैनन् मलाई हेरेर। साधारण दाइ, साधारण दाइ साधारण दाइ, साधारण दाइ यसलाई ज्वरो आयो। होइन म यसरी यहाँ राखेर अनि यसरी पल्टेर सुतेको त यसलाई त ज्वरो आयो त भने ज्वरो आएको होइन यसलाई। लगभग 100 डिग्रीकै आएको रहेछ ज्वरो आएछ कि समय त तपाईँलाई एउटा आइडिया सिकाउँछु होइन। त्यसपछि मैले तपाईँलाई जे भन्छु त्यही गर है त। फेरि यो कुरा चाहिँ साधारण हुने कसलाई नभने हस् म भन्दिनँ नि। साधारण दाइले नभन् भनेर
घटाइ गरिलै त यस्तो त छ एउटा गुठी यहाँ छु एउटा आयो मलाई यसलाई के गर्ने अब यो स्याहार भयो नि अब औषधी गाउँमा नि मुख छैन यसको नाक त छ नि ए नाक रहेछ है पाठ पुछाएको ल म के जान्दिनँ त्यसको त्यही भएर त सोधेको तपाईँलाई यहाँ छु म त तपाईँलाई लाग्यो है त ऊ त्यहाँ के छ देखि पानी पानी बाल्टिनमा पानी छ हो त्यो बाल्टिनमा चिसो पानी छ है त्यहाँबाट तिनचोटि चोपल्दै निकाल्दै ग तिनचोटि ग तिनचोटि त्यसपछि यो डह्रो एकचोटि दुईचोटि तिनचोटि सम्झेको भोलि यति पनि तपाईँ सम्झिनुपर्छ अम्ला भाँचिहाल्छ त्यो पनि बस्ती बेलामा बुझ्छ यसरी र जा त्यही गर होइन पानीमा चोपल्दै अब त ढिला पनि भइसक्यो निकालेर अब त ढिला पनि भइसक्यो पश्चातले मार्छ अनि त्यसपछि हँसियालाई निको हुन्छ म त गएर है त चोपल पहिला